मेरो फोन अनि मेरो कम्प्युटर साह्रै मैला भएको थियो अनि मलाई क्लिनर चाहिएको थियो अनि मैले अनलाइनमा खोज्दै जाँदाखेरि मैले भेटाएँ यो पेट्रोनिक्स हैन पेट्रोनिक्सको यो क्लिनर र अनबक्सिङ गर्न गइरहेको छु। यसको बाहिर एउटा कभर पनि थियो, मैले निकालेर फ्याक्दिसके, भित्र मैले हेरेको छैन। अनि लेट्स स्टार्ट। कसरी हो के ओके वारेन्टी क्लिनरमा वारेन्टी किन है ओके यो एकदम ओके यो चाहिँ हो क्लिनर। सायद तपाईहरुले पनि देखिरहनु भएको होला फ्लिपकार्टतिर यो क्लिनरको बारेमा, त्यही कारणले गर्दा तपाईहरुले किन्नु भन्दा अगाडि कस्तो रहेछ भनेर जान्नका लागि मैले यो भिडियो बनाएको है। हुन त यसमा त्यस्तो डिटेल्समा केही पनि छैन होला, यो म्याग्नेटिक रहेछ तर राम्रोसँग टाँसिँदैन रहेछ। ए म्याग्नेटिक हो। अनि यो फोनको स्क्रिनहरु सफा गर्नको लागि। अनि यहाँ रहेछ कीबोर्ड निकाल्ने यो सिम इजेक्टर, यो पनि सिम इजेक्टर, यति नै हो यसको टपमा। क्वालिटी एकदम राम्रो छ। अनि ओके हो यस्तो छ लुज। अनि एउटा ब्रश, यहाँ यो सबसे ठुलो ब्रश हो, यो कीबोर्डहरु सफा गर्नलाई काम लाग्छ। क्वालिटी चाहिँ एकदम राम्रो छ। त्यही हो यो टपको यो ढक्कन चाहिँ अलिकति लुज हुँदो रहेछ, यो म्याग्नेटिक हो तर राम्रोसँगले टाँसिँदैन रहेछ। यसो गर्दा फेरि झरेन त यो झर्दै पनि हाल्दो रहेछ, कहिलेकाहीँ झरिहाल्छ कहिलेकाहीँ झरिँदैन। अनि अर्को छ यहाँ एउटा पुश बटन छ, यो खोलिन्छ। यसमा छ खास कुराहरू, ठुलो देखोलौँ है। यो क्यामेरा लेन्स सफा गर्ने हो, यसले एयर ब्लो गर्छ, त्योभन्दा मेरो मुखकै आवाज ठुलो अनि अर्को चीज के रहेछ, यो ब्रस, यसलाई भन्छ, यसको नाम त के पो थियो, पेन समथिङ, एकछिन बक्समा लेखेको छ। ए मेटल पेन टिप क्लिनर। यो चाहिँ फाउन्टेन पेनको जस्तै टिप हुँदो रहेछ, यसले यसो कोट्याउनु, जस्तै फोनको त्यो चार्ज गर्नेतिर मैलाहरू पसेको चाहिँ कोट्या निकाल्नु काम लाग्छ। अर्को छ ओए लाउने जस्तो छ त ब्रस रहेछ, यो पनि सफा गर्ने। वाउ सानो ब्रस, यो सानो चेपचापतिर अनि के भन्छ एयरपोर्टहरुतिर सफा गर्ने। यो के हो थाहा छैन, ए यस्तो छ, आफै बुझ्नु होला के हो अनि यो राउन्ड ब्रस रहेछ, जस्तै स्ट्र सफा गर्ने जस्तो छ, के हो थाहा छैन। यो के हो, ए ओके यसको काम सायद नो थाहा छैन। त्यसो भए यो के हो, हावा जान्छ तर यसको केही ब्रस केही पनि छैन। यो के हो, ए यो चाहिँ यो सबैहरू यहाँ यसरी लाग्छ। ए यो एक्सटेन्डको लागि। अनि ब्रस अर्को छ सानो ब्रस, यो अलिक कडा खाले ब्रस छ, यो अलिक सफ्ट खाले ब्रस छ। अनि लास्ट हो यो चाहिँ क्लिनर, तर यत्रो रहेछ सकिहाल्छ। यसको रिफिलको लागि चाहिँ फाल्टो किन्नुपर्छ, यसमै पाउँदैन, स्प्रे हुन्छ। यति नै छ यसमा। एकदम हेर्दाखेरि प्रिमियम पनि देखिन्छ, एकदम राम्रो छ। प्राइस अनुसार ठिकै नै लाग्यो, तर कतिवटा चिज मलाई नचाहिने पनि छ यसमा, तर कतिवटा कुरा चाहिँ चाहिने रहेछ। यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ।